सम्झिदेऊ न ए दाइ पुरानो कथालाई पुरानो प्रत्येक वर्ष भुटानीहरूको छाप्राहरूमा यसरी नै आगो लाग्ने गर्छ। भुटानीहरूका छाप्राभित्र लुकेका अनि भुटानीहरूका छाप्राभित्र सुरक्षितसँग रहेका ती भुटानीका इतिहासहरू पनि यसरी नै खरानी हुने गर्छन्। दैव पनि कति साह्रो निष्ठुरी रहेछ, जसको एउटा राष्ट्र छैन, जो आज राष्ट्रदेखि वञ्चित भएर निर्वासित जीवन बिताइरहनु परेको छ। उनीहरूको नै अनि उनीहरूले ल्याएका ती उनीहरूको एउटा नागरिकता नै यसरी टडेपछि कसले सुनिदिन्छ होला भुटानीहरूको व्यथा, अनि कसले लेखिदिन्छ होला नलेखिएका भुटानीहरूका आफ्नो इतिहासका कथा। खेल्दै होला भन्ने लाग्छ तिम्रो त्यो मानमा, कोइली न्याउले रुँदैछन् है त्यो रनबानमा। खेल्दै होला भन्ने लाग्छ तिम्रो त्यो मानमा, कोइली न्याउले रुँदैछन् है त्यो रनबानमा। रुन्छ हिमाल रुन्छ पाखा रुँदैछ चौतारी, तडपी रुन्छ भन्ज्याङ आज खोज्दै पुरानो दौतरी। आशा सधैँ आसानी भो फर्की जाने कहिले हो, फर्की जाने कहिले हो। आशा सधैँ आसानी भो फर्की जाने कहिले हो, फर्की जाने कहिले हो। छोरा मलाई बेयोगमा पार, ठुलो छोटा लागे दोष माया छैन मार। आमा भन्थिन् छोरा मलाई बेयोगमा पार, ठुलो छोटा लागे दोष माया छैन मार। आज
किन डाँडा पाखा हामीलाई बोलाउँछ जवाब सुन्ने हुन्छ हजुर त्यसै त्यो टोलाउँछ आशा सधैँ आसानी भो फर्की जाने कहिले हो फर्की जाने कहिले हो आशा सधैँ आसानी भो फर्की जाने कहिले